आउनुहोस् साथीहरू, ढिला नगरी यो भिडियो हेरिहालौँ। यो फ्याक्ट्रीमा आज तपाईँ हामीले मोटरमा युज गर्ने सेतो पाइप, हरियो पाइप कसरी बन्द रहेछ त हेरिहालौँ। यो भाइले प्लास्टिकको मेटेरियल लिएर मेसिनको सोलीमा राखिसकेका छन्। यसरी हरियो पाइप निक्लिँदो रहेछ अनि आइस पानीमा डुबाइकन पाइपलाई बिस्तारै बिस्तारै लगिँदो रहेछ। हेर्नुस्, यसरी तपाईँ हामीले मोटरमा युज गर्ने पाइप यसरी बन्द रहेछ साथीहरू। यसरी मेसिनबाट बिस्तारै बिस्तारै आउँदो रहेछ, रोलिङ गरिँदो रहेछ यसरी साथीहरू। अनि त्यसै गरी सेतो पाइप पनि यसरी मेसिनबाट आउँदो रहेछ। आइस पानीको डुँडीबाट धारा हुँदै त्यसलाई चिसो पारेर बिस्तारै बिस्तारै लगिँदो रहेछ। हेर्नुस् त साथीहरू, कस्तो मजाले यो सेतो पाइप, हरियो पाइप यसरी तपाईँ हामीले मोटरमा युज गर्ने पाइप यसरी बन्दो रहेछ यो फ्याक्ट्रीमा साथीहरू। यसरी बिस्तारै बिस्तारै रोलिङ गर्ने सम्म यसरी बिस्तारै बिस्तारै लानु पर्दो रहेछ साथीहरू। यसरी यो छिटो छिटो आउँदो रहेनछ, बिस्तारै बिस्तारै आउँदो रहेछ साथीहरू। यसरी मोटरमा युज गर्ने पाइप बन्दो रहेछ साथीहरू। यो छिटो छिटो मेसिनले फाल्दो रहेनछ, बिस्तारै बिस्तारै फाल्दो रहेछ। तपाईँ हामीले मोटरमा युज गर्ने पाइप यस्तो तरिकाबाट, यस्तो मेसिनबाट यसरी बन्दो रहेछ साथीहरू। हेर्नुहोस् त कस्तो मजाले आइस पानीबाट सर्लक्क पाइप बनेर यसरी हावा भरिँदो रहेछ। रोलिङ पुरा भइसकेपछि हावा फुल गरेर भर्नु पर्दो रहेछ र उता फेरि तातिरहेको ठाउँमा हावा नजाओस्, त्यो डाम्रियोस् भनेर के हावा गयो भने त डाम्रिन्छ। अनि डाम्रिसकेपछि अनि टाइट हुँदैन, रोल टाइट भएन भने त मर्के जस्तो त्यस्तो खालको हुन्छ। यसरी चाहिँ रोलिङ गरेर प्याक गरेर पठाउँदो रहेछन्। यसरी बन्दो रहेछ साथीहरू यो पाइप, सेतो पाइप, हरियो पाइप। ल, धन्यवाद।